कस्तो डाक्टरलाई पाप लाग्छ? म तपाईहरुलाई यसको आन्सर 5 वटा पोइन्टमा भन्छु। अब यो 5 वटा पोइन्ट जान्नको लागि चाहिँ तपाईहरुले भिडियो पुरा हेर्नुपर्ने हुन्छ र यदि तपाईहरुलाई भिडियो मन पर्छ भने भिडियोलाई लाइक, शेयर र रिपोस्ट गर्नु होला, साथै कमेन्ट पनि गर्नु होला है साथीहरु। पहिलो, जुन डाक्टरले पैसालाई मात्र सबथोक मान्छ र बिरामीलाई जुन सेवा सुविधाहरु दिनु पर्ने हो त्यो सेवा सुविधा दिन खोज्दैन अथवा दिदैन भने साथै बिरामीको पीडालाई बेवास्ता गर्छ भने त्यस्तो डाक्टरलाई पाप लाग्छ। दोस्रो, जुन डाक्टरले रोग थाहा हुँदाहुँदै गलत उपचार गर्छ वा लापरवाही गर्छ भने त्यस्तो डाक्टरलाई पाप लाग्छ। तेस्रो, जुन डाक्टरले बिरामीसँग गलत व्यवहार गर्छ वा बिरामी कुरुवासँग असभ्य भाषा प्रयोग गर्छ भने त्यस्तो डाक्टरलाई पाप लाग्छ। चौथो, जुन डाक्टरले आफ्नो फाइदाको लागि गलत औषधि दिन्छ वा गलत रिपोर्ट दिन्छ भने त्यस्तो डाक्टरलाई पाप लाग्छ। पाँचौं, जुन डाक्टरले जात, भाषा, धर्म, लिङ्ग, पैसा वा शक्तिको आधारमा भेदभाव गर्छ भने त्यस्तो डाक्टरलाई पनि पाप लाग्छ। निष्कर्षमा भन्नु पर्दा यदि कुनै पनि डाक्टरले आफ्नो कर्तव्य, मानवता र इमानदारी भुलेर यी 5 किसिमको गल्ती वा कुनै एक गल्ती पनि गर्छ भने त्यस्तो डाक्टरलाई पाप लाग्छ र त्यो सजायको भागीदार पनि हो क्या खास गरी त्यस्तो डाक्टर। र मलाई लाग्छ त्यस्तो डाक्टरको यदि श्रीमती होस् अथवा श्रीमान होस् अथवा घरको सदस्य, आमा बुवा होस्, कसैले पूजापाठ गर्छ भने त्यस्तो डाक्टरलाई चाहिँ कुनै फलिफाप नहोस्, पाप लागोस् मज्जाले। यदि उनले कुनै दशैं पनि मान्छ, तिहार पनि मान्छ, छठ पर्व मान्छ अथवा कुनै पनि पर्व मान्छ भने, सरस्वती पूजा नै मान्छ भने, केही मान्छ, धर्मलाई मान्छ भने, हैन, पूजा आजा गर्छ भने त्यस्तो डाक्टरलाई चाहिँ कहिले पनि फलिफाप नहोस्। किनभने त्यो डाक्टरको योग्य होइन क्या, मलाई लागे अनुसार मैले भनेको। किनभने यदि यो गल्ती गर्छ भने चाहिँ त्यस्तो डाक्टरलाई भनेको, सबैलाई भनेको होइन। फेरि अब मलाई लागेको कुराहरू भनेको होइन साथीहरु। अब तपाईहरुलाई कस्तो लाग्यो? यदि तपाईहरुले साँच्चैकै भोग्नु भएको छ र तपाईहरुलाई पनि लाग्छ यी कुराहरू सत्य हो भने भिडियोलाई लाइक, शेयर र रिपोस्ट गर्नु होला, साथै कमेन्ट पनि गर्नु होला है साथीहरु। तपाईहरुलाई कस्तो लाग्यो? हस्त, धन्यवाद।